नमस्कार। टूडे टॉक पे अपने संपूर्ण गोटी के स्वागत करी छी हम सामने। आई हम सब बातचीत करब अखन के अजी राजनीतिक अवस्था अछि ओई के विषय में। अही के विषय में बातचीत करबाक लेल हमरा सबके टूडे टॉक में अतिथि के रूप में छथि पूर्व मध्य प्रदेश के उद्योग पर्यटन तथा वन मंत्री रहबर अंसारी जी उनका संगे हम सब अखन के राजनीतिक अखन जे जल्दो बल्दो कही जे अखन संग में जे अध्यादेश के लक जे अखन विभिन्न ठाव में बात छिरल अछि हुनकर जीवन शैली के बारे में पृष्ठभूमि के बारे में बातचीत कर त पहिले उनका स्वागत करी। यहाँलाई स्वागत छ। नमस्कार। सबैभन्दा त पहिला यहाँलाई म सोध्न चाहन्छु अहिलेको जुन वर्तमान अवस्था राजनीतिको जुन छ हजुर त्यसले कति सायद सन्तुष्टि हुनुहुन्छ यहाँ? यस्तो यो राजनीति भन्ने कुरा चाहिँ एकदमै हजुरको जीवन्त र डाइनामिक कुरा हो हैन। कुनै पनि राजनीतिज्ञ अथवा राजनीतिक व्यक्ति चाहिँ राजनीतिसँग सन्तुष्ट कुनै पनि समयमा हुँदैन। अच्छा। र त्यही असन्तुष्टिले गर्दाखेरि ऊ राजनीतिक हिसाबले चलायमान रहन्छ जस्तो मलाई लाग्छ। र म पनि पक्कै पनि अहिलेको राजनीतिक अवस्थासँग सन्तुष्ट छुइनँ र त्यसले मलाई पनि चलायमान राखिरहेको छ जस्तो लाग्छ। थोरै यहाँको पृष्ठभूमि के छ भने अलिकता जानकारी गराइदिउँ न। हजुर अब यस्तो हो, म लगभग 2066 तिर चाहिँ नेकपा माओवादी केन्द्रसँग आबद्ध भएँ। मैले पार्टी मेम्बरसिप लिएँ र इलेक्टोरल पोलिटिक्समा चुनावी रणभूमिमा चाहिँ म 2074 को चुनावमा 2017 भनौँ न 2074 को चुनावमा चाहिँ म पहिलोपटक वीरगञ्जको मेयर पदको लागि मैले कन्टेस्ट गरेँ। त्यो लगतै मैले प्रदेश सभामा पनि कन्टेस्ट गरेँ र दुईटै चुनावमा चाहिँ म पराजित भएँ। र अहिले आएर फाइनली म चाहिँ मध्य प्रदेश सभामा चाहिँ पर्साको 1 को कबाट निर्वाचित प्रदेश सभा सदस्य हो। यहाँ चाहिँ स्थानीय सरकारमा पनि चाहिँ उम्मेदवारी दिनुभएको थिएन तर पराजय हुनुभयो। कसरी जुन स्थानीय सरकारमा नजितेको मान्छे अनि डाइरेक्टै यो मध्य प्रदेशको चाहिँ सांसद हुनुभयो, मान्य हुनुभयो, कसरी भयो यो फटका कसरी मार्नुभयो? हैन, यो यसो हेर्दाखेरि चाहिँ डाइरेक्ट म स्थानीयमा पराजित भएपछि मधेसमा आएर यो फटको हाने जस्तो लाग्छ हैन। हजुर। तर त्यो बिचमा 5 वर्षको जुन ग्याप थियो त्यो 5 वर्षमा निरन्तर स्थानीय जनतासँग र आफ्नो आवाज ठाउँ ठाउँमा पुर्याउने कामदेखि लिएर म पोलिटिकली धेरै एक्टिभ रहेर त्यसपछि एउटा ल्यान्डिङको हिसाबमा चाहिँ मैले ल प्रदेश सभामा चाहिँ आफू रिप्रेजेन्ट गर्न पाएँ भने राम्रो एउटा प्लेटफर्म पनि हुन्छ। त्यहाँबाट नि मैले मधेसका जनताको लागि सेवा गर्न सक्छु भन्ने उद्देश्यका साथ म यहाँ आएँ। त्यसले यो रातारात भएको कुरा हैन, यो निकै समय 5 वर्ष भनेको निकै समय। म त के भन्छु भन्दाखेरि मैले 2 चुनाव पहिला लडेको थिएँ, तेस्रो चुनाव लडेँ। यो 3टा युनिभर्सिटी डिग्री हो जस्तो मलाई लाग्छ। कसरी तपाईँ बाहिर चाहिँ पढिराख्नु भएको थियो, यहाँको पुरै चाहिँ एजुकेसन चाहिँ त्यो विदेशमै भएको छ अनि त्यस पश्चात आएर राजनीतिकमा कति सालदेखि सक्रिय हुने हो? त्यसपछि तपाईँको यो आन्दोलनमा कस्तो भूमिका थियो? यस्तो मेरो एजुकेसन चाहिँ हजुरको पुरै विदेशमा हैन। मैले सुरुवाती दौरमा नेपालमा पढेँ, त्यसपछि हाई स्कुलिङ मैले भारतमा गरेँ, त्यसपछि म विदेश गएँ, त्यहाँ पढेँ, विभिन्न ठाउँबाट ट्रेनिङ लिएँ र त्यसपछि म नेपाल फर्केँ आउँ। हजुर हैन। अब सुरुवाती दौर मेरो राजनीतिमा कस्तो रह्यो भन्दाखेरि पहिलो कुरा त ग्रासरुटका जनतासँगको कनेक्सन र सोशल अन्डरस्ट्यान्डिङले चाहिँ मलाई कहीँ न कहीँ यो राजनीतितिर जानुपर्छ भन्ने कुराको र दिमागमा यो ड्राइभ आयो हैन। र अर्को कुरा मान्छेले विभिन्न उमेरमा चाहिँ आफ्नो जीवनको उद्देश्य अथवा पर्पस रियलाइज गर्छ हैन। हामी हरेक समयमा कुनै उमेरमा मलाई केही बन्नु मन थियो, कुनै उमेरमा अर्कै चिज बन्नु मन थियो हैन। तर एक समयमा आएर मलाई के लाग्यो भन्दाखेरि यो जीवन चाहिँ कहीँ न कहीँ हामीले आफ्नो जीवनमा यो समाजमा आफूले देख्न चाहेको परिवर्तन चाहिँ अर्को पुस्ताको लागि नछोडेर आफ्नै जीवनकालमा चाहिँ गर्नुपर्छ भन्ने उद्देश्यका साथ म राजनीतिमा आएँ। जसरी तपाईँ जुन बेला आफ्नो कार्यकालमा बस्नु भएको थियो, मन्त्री हुनुभएको थियो, त्यति बेला के कस्ता चुनौतीहरू थियो? यो चाहिँ त्यतिखेर म उद्योग पर्यटन वन राज्य मन्त्री थिएँ। त्यतिखेरको सबैभन्दा ठुलो चुनौती कस्तो हुन्छ भन्दाखेरि
एउटा त एक्जिक्युसनको चुनौती हुन्छ। हामीले एउटा भिजन लिएर हामी त्यहाँसम्म पुगिसकेपछि हाम्रो दिमागमा विभिन्न प्रकारका भिजनहरू आइरहेका हुन्छ। हामी यो डिरेक्सनमा चाहिँ डेलिभर गर्न चाहन्छौँ भन्ने, तर त्यो डेलिभरी गर्ने कुरामा चाहिँ डेलिभरी दिने मेकानिजम चाहिँ ब्युरोक्रेसी हो। फेरि हामीले भिजनको लिड दिने हो, हामीले सोचको डिरेक्सन दिने हो, तर ब्युरोक्रेसीले त्यसलाई सपोर्ट गर्नुपर्ने हुन्छ। र मध्य प्रदेशमा म राज्य मन्त्रीको हैसियतमा रहँदाखेरि धेरै स्टेक होल्डरहरूको चाहिँ भिजन मसँग मिल्दैन थियो। मेरो अलिकति फरक किसिमको सोच थियो र मलाई के लाग्थ्यो भन्दाखेरि म फर्स्ट डेदेखि नै टाइम प्रेसरमा थिएँ। मलाई लाग्थ्यो कि म यो ठाउँमा आएको बेलामा 1 मिनट पनि मैले आफ्नो समय चाहिँ खेर पाल्नुहुन्न। जो समय मेरो भन्दा नि यो जनताको समय हो र मैले आफ्नो बेस्ट एक्सपर्टिज बेस्ट नलेज चाहिँ जनताको हितको लागि, यो प्रदेशको हितको लागि दिनुपर्छ जस्तो मलाई लाग्थ्यो। तर त्यो टेम्पोमा त्यो कुरालाई प्रायोरिटी दिने काममा चाहिँ म अलि त्यसमा चाहिँ कोही न कोही अलि एक्लो परे कि जस्तो मलाई फिल भयो। किन त्यस्तो भएको होला? तपाईँले राम्रो कुरा यदि पर्यटक अथवा उद्योगको लागि तपाईँले गर्नुभएको होला भने यसमा त सबैको चाहिँ समर्थन हुनु पर्यो होइन? कताबाट तपाईँले चुनौती भयो? त्यस्तो कसरी एक्लोपन तपाईँ महसुस गर्नुभयो? यस्तो समर्थन राम्रो कुराहरूलाई सबैले राम्रो भन्छन् होइन, तर राम्रो कुरा अगाडि बढाउनुपर्छ भन्ने कुरालाई प्रायोरिटी कसले दिन्छ भन्ने कुरा, जसले प्रायोरिटी दिन्छ उसले अगाडि बढाउँछ। जस्तै राम्रो खाना खानुपर्छ भन्ने हरेक व्यक्तिलाई थाहा छ नि त, स्वास्थ्य खाना खानुपर्छ सबैलाई थाहा छ। बाटोमा हिँड्ने सबैलाई के थाहा छ भन्दाखेरि अत्याधिक तेल मसाला चिनी खानुहुन्न। अनि किन अत्याधिक यो नखानु हुन भने पनि सबैले खाइरहेका हुन्छन्। हजुर, केही व्यक्तिले मात्र राम्रो कुरालाई निरन्तरता दिन्छन्, जसले प्रायोरिटीमा राख्छ। मेरो भनाइ के हो भन्दाखेरि यो हामीले राम्रो कुरा सोच्दै गर्दाखेरि धेरै जसो स्टेक होल्डरको चाहिँ प्रायोरिटीमा त्यो परेन। उनीहरूको प्रायोरिटीमा चाहिँ कमन गोल्स परेन, उनीहरूको प्रायोरिटीमा जनता परेन, उनीहरूको प्रायोरिटीमा यो प्रदेशको वेलफेयर परेन। उनीहरूको प्रायोरिटीमा चाहिँ आफ्नो वेलफेयर, आफ्नो फ्यामिलीको वेलफेयर अथवा आफ्नो निश्चित पार्टीको वेलफेयर, यी प्रायोरिटी डाइभर्जनले गर्दाखेरि चाहिँ मलाई कहीँ न कहीँ म अलि अल्पमतमा परेँ कि अथवा मेरो विचार अल्पमतमा पऱ्यो जस्तो लाग्यो। यो पर्यटन जुन हिसाबले हाम्रो यता मध्य प्रदेशमा खास गरेर जस्तै तपाईँको अर्थको यदि भनौँ भने यो हाम्रो वीरगञ्ज होइन, तर मध्य प्रदेशमा खास गरेर पर्यटन जसरी जानकी मन्दिरले चिनाउने होइन, विश्व सूचीमा पनि त्यो भएको छ। तर जुन हिसाबले पर्यटकहरूको लागि पर्यटन प्रबन्धनको चाहिँ जुन संरक्षण हुनु पर्यो त्यो चाहिँ भएको छैन। त्यो हरेक सरकारले चाहिँ हरेक निकायले हरेक ठाउँबाट चाहिँ यो कुरा उठिरहेको छन् होइन, यहाँले पनि उठाउनु भएको होला। तर कहाँ गएर चाहिँ यसमा अलिकता जुन चुनौती छ किन त्यो भइरहेको छैन? खास गरेर यसमा खास मैले के देख्छु भन्दाखेरि यो पोलिसी लेभलको चुनौती हो। हजुर, पहिलो कुरा मधेसमा कुन किसिमका पर्यटन चाहिँ मधेसका लागि सुटेबल छन् अथवा कुन किसिमका पर्यटनलाई चाहिँ हामीले प्रवर्धन गर्नुपर्छ, यसको डेभलपमेन्टमा चाहिँ हाम्रो कस्तो भूमिका हुनुपर्छ भन्ने कुरा हामी पोलिसी मेकरलाई थाहा हुनु पर्यो। अर्को कुरा हामी सबै थोक गर्छौँ र केही पनि पुरा गर्दैनौँ भन्नुभन्दा त हामी चारवटा कुरा गरौँ न, तर कम्प्लिट गरौँ न भन्ने सोचका साथ हामी अगाडि बढ्नु पर्यो। जस्तै मधेसको सबैभन्दा ठुलो पर्यटन भनेको हजुरको कल्चरल टुरिज्म हो होइन, रिलिजियस टुरिज्म हामी कुरा गर्छौँ। अर्को त्यसपछि हामीले टुरिज्मको कुरा गर्ने हो भने अब मधेसमा तपाईँको इन्डस्ट्रियल टुरिज्मलाई अलिकति हामीले प्रमोट गर्न सक्छौँ। किनभने अब त्यो 12 पर्सा करिडोरकै कुरा गरौँ होइन, अथवा मधेसमा इन्डस्ट्रिजहरू अलिकति पहाडभन्दा चाहिँ बढी यहाँ इन्डस्ट्रिजहरूको लगानी लगाएको हुनाले यो इन्डस्ट्रियल टुरिज्मलाई पनि हामीले एउटा राम्रो टुरिज्म डेभलपमेन्टको एजेन्डामा लिएर हिँड्न सक्छौँ होइन। अब हजुर, यो गर्दै गर्दाखेरि किन भइरहेको छैन भन्दाखेरि पर्यटन मन्त्रालयलाई नै यो सुरु अब आज 7 वर्ष भइसक्यो लगभग होइन, 7 वर्षभन्दा अलिक बढी भयो। यसलाई यस्तो डिरेक्सनमा लग्यो कि यो पर्यटन मन्त्रालयलाई चाहिँ कहीँ न कहीँ खुद्रा बजेट मन्दिर मस्जिद शमशान घाट कब्रस्तान यी ठाउँहरूमा चाहिँ खुद्रा बजेट चाहिँ सबै ठाउँ अलिअलि पारिदिने यो ट्रेन्डले गर्दाखेरि चाहिँ पर्यटनको ठोस विकास हुन नसकेको जस्तो मलाई लाग्छ। अर्को कुरा धेरैजना लिडरहरूले चाहिँ हामीले यो जस्तै जानकी मन्दिरकै इस्यु छ नि त, मैले पटक पर्यटन मन्त्रालयमा आएर के भन्थेँ भन्दाखेरि जानकी मन्दिरमा आएका पर्यटकको एक्सपिरियन्स चाहिँ राम्रो छ भनेर उसले बोलिदियोस् होइन। पर्यटन मन्त्रालयको चाहिँ प्रायोरिटी त्यहाँ हुनुपर्छ भन्थेँ कि मैले। जुन व्यक्ति काठमाडौँबाट अथवा बिहारबाट अथवा जहाँसुकै महाराष्ट्रबाट आयो जानकी मन्दिरमा 2 दिन घुमेर गएपछि
त्यहाँ मेरो एक्सपिरियन्स राम्रो छ। उसले जानकी मन्दिर एकदम राम्रो छ, जानकी मन्दिर एकदम धार्मिक हिसाबले एकदम महत्त्वपूर्ण ठाउँ भने उसले भन्नै पर्दैन, त्यो त किताबमा लेखा छ, ग्रन्थमा लेखा छ, हामीले पढिरहेका हौँ, हामी सबैलाई थाहा छ। तर जानकी मन्दिर जाँदाको मेरो एक्सपिरियन्स चाहिँ मेरो टुरिस्टिक एक्सपिरियन्स राम्रो थियो। मैले राम्रो खाना पाएँ, मैले राम्रो ठाउँमा बस्न पाएँ, म सिक्योर थिएँ, मैले ट्रान्सपोर्टेसन राम्रो पाएँ, मलाई कुनै पनि किसिमको अप्ठ्यारो भएन भनेर यो कुरा मधेस सरकारले प्रायोरिटीमा राख्न सक्यो भने चाहिँ हो मधेस सरकार पर्यटनको दृष्टिकोणले चाहिँ जानकी मन्दिरलाई पर्यटकीय एउटा इम्पोर्टेन्ट कम्पोनेन्ट बनाउन सक्यो भन्ने कुरा को क्रेडिट चाहिँ दिन सक्छ। तर जानकी मन्दिर त छँदैछ त। जानकी मन्दिर भन्ने कुरा त संहिता आएपछि मधेस सरकारले बनाइदिएको मन्दिर हो र, होइन? त्यसको महत्त्व त आजबाट हो र, इतिहासले दिएको हो नि त। त्यही कुरालाई हामीले अब गाइरहने हो कि त्यो एक्सपिरियन्सलाई हामीले सुधार्ने भन्ने कुरामा चाहिँ सायद सरकार चुकेको हो जस्तो मलाई लाग्छ। सरकार चुकेको जस्तो लागिरहेको छैन। अब यस्तो हेर्नु न, यता चाहिँ यो जानकी मन्दिर यो पुरै भरिभर यो मिथिला क्षेत्र नै यो पर्वले अथवा मठ मन्दिर चिनाउने र खास गरी जनकपुर धाम भनौँ, जनकपुर नगरी भनौँ, यसमा चाहिँ मठ मन्दिर र ऐतिहासिक सरोवरहरू छ, तर संरक्षण भइरहेको छैन। यो सबै चाहिँ पर्यटकीय त्योमा आउँछ। तर यहाँले के कुरामा चाहिँ यो जुन आवाज उठाउनुभयो अथवा त्यो मन्त्रालयमा बसेर चाहिँ यहाँको कार्यकालमा त्योमा चाहिँ केही सुनिश्चित भएको छ कि पहल गर्नुभएकोमा? एउटा दुइटा कुरामा चाहिँ म एकदम आफूलाई फर्चुनेट भन्छु र मैले त्यो कुरा उठाउँदाखेरि त्यो मन्त्रालयमा म रहँदासम्म मैले जिरो टलरेन्सको कुरा गर्थेँ कि मैले मन्त्रालयमा चाहिँ सुशासनको एडभोकेसी गरेँ, होइन? मन्त्रालयको कुनै पनि काम अथवा मन्त्रालय अन्तर्गतका कुनै पनि अफिसमा कुनै किसिमको टुरिज्मसँग रिलेटेड अथवा उद्योगसँग रिलेटेड अथवा वनसँग रिलेटेड अफिसेसहरूमा जुन यो व्यापक भ्रष्टाचारको कुरा चाहिँ कुनै पनि काम बिना कमिसनको नहुने, कुनै पनि काममा चाहिँ हरेक ठाउँ यो किनबेच हुने, यो चिज चाहिँ यो चिजको म ठुलो विरोधी हो र यो चिजलाई मैले कुनै पनि हालतमा सहदिनँ भन्ने कुरा मन्त्रालयमा एउटा चिज देखाएँ। म पहिलो व्यक्ति होला मधेस सरकारमा जसले चाहिँ आफू मन्त्रालयमा गएको लगभग 3 महिनाभित्रमा एकजना कर्मचारीलाई मैले निलम्बन गर्न लगाएँ। किनभने उसले वन मन्त्रालय अन्तर्गतको एकजना कर्मचारीले कुनै एउटा जिल्लामा चाहिँ एउटा सेवाग्राहीसँग मुद्दा मिलाइदिने कुरामा चाहिँ मोटो रकम लिएको मैले जानकारीमा आएपछि यसभन्दा अगाडि कुरा जानकारीमा आउँथ्यो र कुरा सकिन्थ्यो। कसरी सकिन्थ्यो भन्ने कुरामा त्यसमा मन्त्रालयमा भएको लिडरसिप आफै मिल्दिन्थे कि त्यहाँ भएका ब्युरोक्राट्सहरूले त्यसलाई दबाउँथ्यो भन्ने कुरा थियो। र त्यही हो, मैले सुशासनको कुरा चाहिँ आफू बसेको ठाउँबाट आफू मुनिका सम्पूर्ण त्यो मन्त्रालयदेखि लिएर मन्त्रालय मातहतका कार्यालयहरूसम्म एउटा मेसेज के दिए भन्दाखेरि अब चाहिँ वाच हुन्छ र त्यो कुरालाई जेनरल रूपमा छोडिँदैन भनेर मेसेज दिएँ। र मैले भने पनि 3 महिनाभित्रमा एकजनालाई निलम्बन पनि गरेँ र आवश्यक कारवाही पनि गरियो। र कुनै पनि ठाउँमा कुनै पनि बजेट बनाउने क्रममा कुनै काम गर्ने क्रममा चाहिँ मैले कर्मचारीलाई एकदम फ्री फ्लो अफ आइडियाजलाई चाहिँ प्रमोट गरेँ। कुनै कुरा चाहिँ मैले आफै लाद्ने प्रयास गरिनँ, होइन? कर्मचारीहरूबाट पनि आइडियाज आउनुपर्छ र त्यो आइडियाजलाई हामीले ससम्मान इन्कर्पोरेट गर्न सक्नुपर्छ भन्ने कुराको चाहिँ एउटा कल्चर मैले दिन सकेँ। हुन त म लामो समय रहेन, लगभग 1.5 वर्ष रहेँ, तर 1.5 वर्षमा एउटा कल्चर चाहिँ मैले त्यहाँ दिन सकेँ। त्यसको लागि म कर्मचारीहरूप्रति पनि आभारी छु, मेरो नेतृत्वप्रति पनि आभारी छु। हजुर, अस्ति चाहिँ यो सदन चलेको बेला यहाँले उठाउनु भएको कुरा, होइन? अनि त्यो के थियो र त्यसमा अलिकता सबै चाहिँ दलको मान्छे पनि सन्तुष्ट भएको थिएन, के थियो त्यो? मैले के भनेको थिएँ भन्दाखेरि यो मधेसमा यति धेरै भ्रष्टाचार, यति धेरै भ्रष्टाचारीहरू भए, होइन? जनताले भ्रष्टाचारलाई एस्केपै गर्न सकेनन्, मेरो भन्नुको तात्पर्य। र त्यो नगर्दाखेरि तपाईँ मेरो चारैतिर भ्रष्टाचारीहरू घुमिरहेका छन् भने चाहिँ कतिजनालाई कारवाही गर्ने त? कसलाई समात्ने, कसलाई कारवाही गर्ने भन्दा बरु यो प्रदेशलाई चाहिँ भ्रष्टाचारको रेड लाइट प्रदेश भनेर घोषणा गरिदियो भनेर मैले भने। त्यो घोषणा गर्दाखेरि कमसेकम यहाँ आउने कुनै पनि व्यक्ति एउटा अलर्ट के हुन्छन् भन्दाखेरि ए यो त भ्रष्टाचारी नै भ्रष्टाचारी भएको प्रदेश हो भन्छ। अर्को मैले एउटा व्यङ्ग्यात्मक पोलिसी प्रपोज के गरेँ भन्दा यहाँ चाहिँ भ्रष्टाचार पर्यटनको यसलाई हब बनाऊ भन्ने भाइ, कि संसारबाट भ्रष्टाचारको विषयमा अध्ययन गर्न आउने विद्यार्थी, शिक्षक, रिसर्चरहरू
नेताहरू यहाँ आउन र भ्रष्टाचार कसरी गरिन्छ त यसको प्र्याक्टिकल एस्पेक्ट के हो भन्ने कुरा चाहिँ मध्य प्रदेशबाट सिकेर जाउँ र त्यो पर्यटनलाई हामीले डेभलप गर्न सक्यौँ भने हामीलाई राजस्व पनि बढ्छ भन्ने कुरा चाहिँ मैले सदनमा बोलेको थिएँ जुन धेरैजनालाई मन परेन। अनि तपाईँ जुन बेला मन्त्री बनेर चाहिँ यता आउनुभयो शपथ ग्रहण गर्नुभयो होइन त्यति बेला चाहिँ अब तपाईँ उताको होइन अब बासिन्दा विगन्स होइन यहाँको जन्मभूमि र कर्मभूमि भनौँ मध्य प्रदेश नै भनौँ अनि त्यस पश्चात चाहिँ यता आउँदाखेरि तपाईँ लाइक कस्तो अप्ठ्यारो भएको थियो होइन अब यता हरेक कुरामा चाहिँ अब मैथिलीलाई धेरै प्रोत्साहन गर्ने होइन अनि त्यता भाषा लिएर अलि हरेक भाषी मिलेर चाहिँ यो सम्भवना चाहिँ यो देश बनेको छ तत्पश्चात चाहिँ कतिको गाह्रो भएको थियो उताबाट चाहिँ के होइन भाषाले त मलाई त्यस्तो असहजता कहिले पनि भएन किन म 100% मैथिली बुझ्छु हजुर मलाई फर्काउन गाह्रो हुन्छ किन हाम्रो त अब त्यहाँ नेटिभ ल्याङ्ग्वेज भनेको भोजपुरी हो नेपाली भोजपुरी हिन्दी उर्दू यो बोल्छौँ होइन मैथिली बोल्न चाहिँ भाषा फर्काउन तर बुझ्दाखेरि मलाई कहीँ पनि त्यस्तो असहजता भनेर फिल भएन किन मेरै प्रदेशको भाषा हो र मैले सुनिरहेको भाषा हो त्यो हजुर अहिलेको सरकार जुन हाम्रो मुख्यमन्त्रीजी हुनुहुन्छ खास गरेर मध्य प्रदेश हो अनि उहाँबाट तपाईँहरू कतिको सन्तुष्ट हुनुहुन्छ खास गरेर अहिले सरकारमा समग्र सबै मन्त्रालयहरू सबै आइहाल्यो होइन खास गरेर अहिले हाम्रो चाहिँ मुख्यमन्त्री मध्य प्रदेशको सतीश सुभाष सिंह प्रति कतिको चाहिँ सन्तुष्ट हुनुहुन्छ उहाँको कामले गर्दा कति यहाँहरूलाई प्रोत्साहन गरेको छ यस्तो छ अब हामी सदनमा विपक्षी दलको हैसियतमा बस्छ होइन भनेर हाम्रो राजनीतिक धर्मले के भन्छ भन्दाखेरि हामी सधैँ उहाँको विपक्षी हो उहाँ सरकारमा रहेसम्म र हामी नरहेसम्म उहाँको विपक्षी हो अब मैले उहाँबाट म कति सन्तुष्ट छु भनेर हजुरले सोध्नुहुन्छ भने पक्कै पनि मैले त म सन्तुष्ट छु भन्दिनँ तर कति असन्तुष्ट छु भन्दाखेरि मेरो उत्तर के हुन्छ भन्दाखेरि आम मधेसका जनता आम मधेसका किसान उद्यमी शिक्षक व्यापारी होइन बेरोजगार युवा महिला जति उहाँसँग सन्तुष्ट हुनुहुन्छ ठ्याक्कै म पनि त्यति नै सन्तुष्ट छु भन्छु म आजको दिनमा जस्तै अहिले यो विधेयकको कुरा चाहिँ सङ्घमा छिरेको छ त्योमा चाहिँ अहिले के छ भित्री कुरा चाहिँ कसैलाई जानकारी छैन होइन अहिले मिटिङ बस्छन् फेरि एकछिनमा मिटिङ बस्ने हो राति सो मिटिङ नै बसिरहेछन् तर के छ यान्त्रिक कुरा यहाँलाई के विधेयक सम्बन्धमा के जानकारी छ भनिरहेछ जसपाको चाहिँ असन्तुष्टि छ के जानकारी छ यहाँलाई यस्तो अब यो अध्यादेशको विषयमा म जसपा नेपालको आधिकारिक भोइस त मैले दिन मिल्दैन होइन उहाँले एउटा कार्यदल पनि बनाउनु भएको छ र कार्यदलले अध्ययन गरिरहेको छ यो विषयमा अब विभिन्न किसिमका आकलनहरू भइरहेका छन् जसमा चाहिँ उपेन्द्रजीले अब केन्द्रमा डेपुटी प्राइम मिनिस्टर यहाँ मध्य सरकारको नेतृत्व खोजिरहनु भएको छ भन्ने कुराको विभिन्न किसिमको मिडियामा आइरहेको छ तर आधिकारिक हिसाबले जसपाबाट यस्तो कुनै पनि कुरा नआएको हुनाले मैले यो हो भनेर चाहिँ भन्नु उचित नहोला होइन तर मलाई जहाँसम्म लाग्छ जुन अध्यादेशले जनताको लोकतन्त्र जनताको आवाज होइन र एउटा समावेशी समाजलाई कुण्ठित गर्ने काम गर्छ त्यो अध्यादेश पक्कै पनि हाम्रो हितमा छैन त्यो कुनै पार्टी विशेष कुनै व्यक्ति विशेष कुनै समुदाय कुरा के छ जुन चित बुझिरहेको छैन त्यो कुरा त्यसमा धेरै कुराहरू छन् एउटा कुरा त अहिले यो अध्यादेश ल्याउनु पर्ने अवस्थै थिएन हजुर होइन यो सदन चलाएर त्यहाँ डिस्कस गर्नुपर्ने कुरा चाहिँ 6 दिन अगाडिसम्म अध्यादेश ल्याएर यसलाई अचानक यो गर्नुपर्ने कारण के त्यहाँ नै हामीले एउटा ठुलो बदनियत देखिन्छ अब सामाजिक सञ्जालको प्रयोग सम्बन्धी जुन अध्यादेश ल्याइयो होइन सामाजिक सञ्जाल त विभिन्न राष्ट्रमा चलिरहेको छ भारतमा हाम्रो यत्रो ठुलो लोकतन्त्र भारतमै हाम्रो छिमेकी त्यहाँ पनि मजाले चलेको छ होइन त्यसलाई जो किसिमले चाहिँ कुण्ठित गर्नुपर्ने त्यसको नियमन गर्नुपर्छ भन्ने कुरा हो होइन त्यसका विकृतिहरूलाई चाहिँ बिस्तारै घटाउँदै लगेर चाहिँ त्यसलाई नियमन गर्नुपर्छ सामाजिक सञ्जालको सही सदुपयोग हुनुपर्छ तर एकैचोटि घाँटी निमोस्ने काम गर्दाखेरि चाहिँ यसले विकराल रूप लिन सक्छ अब तपाईँहरू पनि अब मिडियामै हुन्छ तपाईँ भोलिको दिनमा मिडियालाई नै यसरी कुण्ठित गर्ने काम गऱ्यो भने चाहिँ के हुन्छ भन्दाखेरि यसको प्रत्यक्ष अप्रत्यक्ष असर चाहिँ लोकतन्त्रमा पर्छ र त्यसले कहीँ न कहीँ कुनै एउटा समुदाय एउटा समाजलाई होइन कि राष्ट्रलाई सिङ्गो रूपमा नै यहाँको डेमोक्रेसीमा ठुलो असर गर्छ भन्ने हाम्रो बुझाइ हो
त्यसैले यो अध्यादेश उचित भएन, यो अध्यादेश उचित समयमा आएन र अध्यादेश ल्याउनु पर्ने कुनै कारण थिएन जस्तो हामीलाई लाग्छ। लागिरहेछ। यो खास गरेर समग्र मध्य प्रदेशको जुन पर्यटन प्रवर्धनको लागि अहिले के गर्दा सबैभन्दा बेस्ट हुन्छ, राम्रो हुन्छ? म चाहिँ के भन्छु भन्दाखेरि यो मधेसको पर्यटन प्रवर्धनमा अहिलेको समयमा हामीले धेरै ठुलो एम्बिसियस प्लान नलिएर एकछिन गए सोद्धाखेरि मधेसका 4 देखि 5 वटा कल्चरल हेरिटेजलाई प्रमोट गर्दै यी हेरिटेजहरूमा आउने टुरिस्टहरूलाई चाहिँ सहजीकरण गर्ने काम यदि मधेस सरकारले गर्न सक्यो भने त्यो मधेस सरकारले टोटल्ली आफ्नो इनिसिएटिभमा गरे पनि गुड, अथवा पिपिपी मोडलमा पब्लिक प्राइभेट पार्टनरसिप मोडलमा पनि मधेस सरकारले यो कुरालाई सहजीकरण, जस्तै म एउटा सानो हजुरलाई उदाहरण दिन्छु। गढीमाई प्रतिको आकर्षण र आस्था होइन, ठुलो जमात छ नि त। हजुर, ठुलो जमात छ होइन। म वीरगञ्जमा बस्छु, मैले चिनेका देशैभरिका कति मेरा साथीहरू, कति आफन्तहरू, कतिजनाले फोन गर्छन् होइन, हामी वीरगञ्ज आउँछ, हामीलाई गढीमाई जानु परेछ भन्छन् नि। त्यसको कुनै यो फिक्स त्यो छैन। जस्तै हामीले आफ्नो चिनेका मान्छेलाई कहीँ राखिदिन्छौँ, त्यसपछि आफै गाडी मिलाइदिन्छौँ, पठाइदिन्छौँ। यो कुराको ओनरसिप, यो कुराको म्यानेजमेन्टको ओनरसिप यदि मधेस सरकारले लिन सक्यो भने कति आहा भन्ने हुन्थ्यो नि त। हजुर, कुनै व्यक्ति काठमाडौँबाट आएर गढीमाई दर्शन गरेर मजाले मानौँ ल गढीमाई दर्शन गर्यो, त्यसपछि धनुषा धाम आयो, जानकी मन्दिर दर्शन गर्यो, 3-4 वटा ठाउँमा सहजै तरिकाले त्यहाँ जुन सरकारको इन्भल्भमेन्ट उसले देखेर दर्शन गर्न पाए त उसको लागि त योभन्दा ठुलो केही पनि हुन्न। हामी जस्तै भारतको हामी राजस्थान जान्छौँ, तपाईँ जयपुर जानुभएको होला, त्यहाँ राजस्थान सरकारको उपस्थिति देखिन्छ नि। हजुर, तपाईँ मध्य प्रदेश जानुहोस्, मध्य प्रदेशको टुरिज्ममा मध्य प्रदेश सरकारको उपस्थिति देखिन्छ। भनेपछि मधेस सरकारको उपस्थिति एउटा आम टुरिस्टले जब देख्छ त्यतिखेर चाहिँ मधेस सरकारले पर्यटनमा काम गरेको भन्ने कुरा बुझ्नुपर्छ। नत्र खुद्रा रूपमा यो मन्दिर, मस्जिद, शमशानघाट, कब्रस्तान बनाएर चाहिँ मधेस सरकारले यदि उपस्थिति देखाउँछ भने त्यो टुरिस्टिक उपस्थिति होइन, त्यो ठेकेदारी हो। त्यो ठेकेदारी प्रथाको चाहिँ अन्त्य हुनुपर्छ जस्तो मलाई लाग्छ। अब अलिकता म भित्रैबाट जानकारी दिन चाहिरहेको छु, किनकि यस्तो छ कि अब तपाईँहरू अलिकता बोल्न मन लागिरहेछ कि अप्ठ्यारो हुन सक्छन्, किनकि राजनीतिहरूले भन्नुभयो नि एउटा पार्टीको चाहिँ हामी अर्कै दृष्टिले हेर्छौँ, यो विपक्षी दल हो भएर। त्यस्तै जस्तै तपाईँ जुन बेला हुनुभएको थियो मन्त्री, कति चाहिँ यो भन्छ बजेटै दिँदैन हाम्रो सङ्घ सरकारले पर्यटनको लागि, पर्यटन प्रवर्धनको लागि त्यो बजेट ल्याउन एकदमै गाह्रो छ कि वास्तवमा हाम्रो सङ्घ सरकारले विभेद गरिरहेछन्, हाम्रो यो मधेस प्रदेशमा खास गरेर चाहिँ पर्यटन प्रवर्धनको लागि चाहिँ उहाँहरू बजेट छुट्याउनमा ढिला सुस्ती अथवा विभेद गरिरहेछन् त? यसलाई मैले यसरी भन्छु, एउटा एस्पेक्टले तपाईँले हेर्नुहुन्छ नि के हदसम्म विभेद भएको होला होइन, तर हाम्रा जनताको लागि सबैभन्दा ठुलो विभेद कसले गरिरहेछ भन्दाखेरि हामीले आफै गरिरहेछ। हजुर, त्यो भन्दाखेरि मधेसका लिडरसिपले गरिरहेछ। तपाईँ एउटा कुरा के हेर्नु सक्नुहुन्छ भन्दाखेरि मानव म प्रदेश सभा सदस्य छु र म एउटा क्षेत्रलाई प्रतिनिधित्व गरिरहेको छु होइन। कुनै समयमा मैले 3 करोड रुपियाँ चाहिँ संसदीय कोष चलाउन पाउँथेँ। त्यो 3 करोड रुपियाँ मैले सही तरिकाले चलाउँदाखेरि एकपटक मैले सर्टेन बजेट एउटा ठाउँमा लगेर हालिदिइसकेपछि त्यहाँ अब 30-40 वर्ष 50 वर्ष चाहिँ त्यो बजेट हाल्नुपर्ने अवस्था हुँदैन कि यदि मैले सही तरिकाले। तर मानव 30 लाख रुपियाँ अथवा 40 लाख रुपियाँ कुनै मन्दिरमा गयो, त्यो 40 लाख रुपियाँमा लगभग हजुरले मोटामोटी मैले भन्छु, अब सबै त त्यस्ता होइनन्, 10 देखि 15 लाखको पनि काम भएको हुँदैन। अनि 25 लाख रुपियाँ चाहिँ उपभोक्ता समितिको नाममा, कर्मचारीको नाममा, मन्त्रालयका मन्त्रीको नाममा, सचिवको नाममा, यी सम्पूर्ण कुराले 25 लाख रुपियाँ चाहिँ मिसयुज भएको हुन्छ। 40 लाखको बजेटमा 25 लाख रुपियाँ चाहिँ करप्सन, 15 लाख रुपियाँको चाहिँ काम भएको हुन्छ। भनेपछि यो 25 लाखको करप्सन कसले? सङ्घीय सरकारले गराइरहेको हो त। सङ्घीय सरकारले चाहिँ सर्कुलर गराएछ र तपाईँहरू 40 लाखमा 25 लाख चाहिँ बाँडेर खानुहोस्, 25-15 लाख काम गर्नुहोस् भनेर यो कसले गरिरहेको त? यो हामीले नै गरिरहेको हो नि त। यो यहीँका प्रदेशका लिडरसिपले गरिरहेको छ नि त। अनि आफ्नो भन्छ नि अर्काको टाउको चाहिँ अरूको दोष अरू थप आफ्नो टाउकोमा भएको भैँसी नदेख्ने, अर्काको जुम्ला देख्ने भनेको कुरा चाहिँ पहिलो कुरा त हामीसँग भएको रिसोर्सेसको हामीले राइट युज गरेको छ कि छैनौँ होइन। त्यही हामीले राइट यो अहिले त मैले के देख्छु भन्दाखेरि हामीसँग भएको बजेट हामीले चलाइरहेको बजेटै सही तरिकाले हामीले चलाइदियौँ भने
हामीलाई अरू केही पनि चाहिँदैन। तपाईँ केमा बजेट छुट्याउनु भएको थियो के आफ्नो कार्यकाल? यस्तो म ठ्याक्कै हजुर भनिदिन्छु। अब जस्तै मेरो फर्स्ट कार्यकालमा हामीले 3 करोड रुपियाँ चलाउनु पाएँ। त्यसपछि हामीले कुनै बजेट पाएका छैनौँ। त्यसपछि त संसदीय कोष केमा अब हामीले छुट्याउँदाखेरि जस्तै मैले मेरो आफ्नै क्षेत्रमा चाहिँ महिलाहरूको स्कुल कन्या स्कुल एउटा थियो, सरकारी स्कुल, जुन चाहिँ एकदमै त्यहाँको इन्फ्रास्ट्रक्चरको अवस्था यति गम्भीर थियो कि न त्यहाँ क्लासरुम छ, न दौडिनलाई खेल्नलाई ठाउँ छ, होइन, न बाथरुम छ। त्यहाँको लागि मैले एउटा राम्रो बजेट छुट्याएको थिएँ। अर्को एउटा मैले दलित बस्तीमा चाहिँ सडकको अवस्था यति खराब थियो कि लगभग हजुरको हरेक बर्खामा त्यहाँ हिँड्न घरसम्म पुग्न महिलाहरूलाई पनि त्यतिकै अप्ठ्यारो। त्यो अवस्थामा चाहिँ त्यहाँ सडक र नाला व्यवस्थित कस्तो थियो भन्दाखेरि हजुरको कुनै पनि वडा अध्यक्ष भनौँ अथवा जनप्रतिनिधिले जुन ठाउँमा मलाई चाहिँ भोट आएको छ त्यो ठाउँमा चाहिँ गरिदिने, त्यसपछि अरू ठाउँ छोडिदिने भन्दाखेरि त्यो दलित बस्ती चाहिँ सधैँ त्यसलाई चाहिँ विरोधमा राखेको। ती ठाउँहरू मैले चाहिँ प्रायोरिटी कस्तो ठाउँमा दिएँ भन्दाखेरि जहाँ विकास पुग्न सकेको छैन र जहाँ विकास पुग्नेवाला पनि म देख्दिनँ अरू कसैबाट, त्यो ठाउँहरूलाई चाहिँ मैले प्रायोरिटी दिएर आफ्नो बजेटलाई विनियोजित गरेँ र त्यसको राम्रै आउटपुट आयो। मैले जुन ठाउँमा सडक बनाइरहेको छु मलाई लाग्छ मेरो जीवनकालमा त होइन, अझ 50 वर्ष चाहिँ त्यहाँ फेरि बनाउनु पर्दैन जस्तो लाग्छ। त्यो कुराको चाहिँ मलाई एकदम आत्मसन्तुष्टि छ। हजुर, मान्छे कति साल बितिसकेको हुन्छ राजनीतिक क्षेत्रमा, कति योगदान हुन्छ, तत्पश्चात पनि मान्छे चाहिँ जो ठाउँ पाउनु पर्ने त्यो ठाउँ पाउँदैनन्। तत्पश्चात तपाईँ यत्रो सानो उमेरमा चाहिँ यत्रो मध्य प्रदेशको चाहिँ वार्षिक आउनुभयो, होइन, मन्त्री हुनुभयो, अनि कस्तो फिल भयो, कस्तो महसुस भयो त्यति बेला? अहिले पनि तपाईँ चाहिँ गएर चाहिँ सदनमा चाहिँ यो हाँसमा आवाज उठाइराख्नु भएको छ, कस्तो फिल हुन्छ? होइन, यसले एउटा चाहिँ यो ठुल्ठुलो जिम्मेवारीले चाहिँ दुईवटा कुरा हुन्छ कि एउटा चाहिँ व्यक्ति अल्मलिन सक्छ, होइन, अथवा फोकस हट्न सक्छ, आफ्नो दिमागमा एक किसिमको एरोगेन्स आउन सक्छ, म त यति ठुलो मान्छे भइसक्यो भन्ने कुरा, होइन। अर्को चाहिँ ठुल्ठुलो जिम्मेवारीले चाहिँ कम उमेरमा ठुलो जिम्मेवारीले चाहिँ मान्छेलाई झन् गम्भीर बनाइदिन्छ। र मेरो युटिलिटी अथवा मेरो काम चाहिँ योभन्दा नि ठुलो हो र म एउटा ठुलो पर्पसको लागि छु भन्ने कुरा मान्छेको दिमागमा आउँछ। मलाई चाहिँ यी सम्पूर्ण जिम्मेवारीले समय समयमा आएका जिम्मेवारीले जस्तै हजुरले भन्नुभयो धेरै वर्ष राजनीति गरेपछि जिम्मेवारी पाइन्छ, होइन, कतिले त जीवनभर गएर कमाउँदै पाउँदैन, होइन। मैले विभिन्न समयमा कम समयमा ठुल्ठुलो जिम्मेवारी पाएको छु, तर त्यसले मलाई झन् बढी जिम्मेवार हुनुपर्छ भन्ने कुरामा चाहिँ अलर्ट पारेको छ कि राजनीतिकमा चाहिँ युवाको चाहिँ भविष्य छ। कतिलाई हेरिरहेको छु जस्तो चुनावको बेला चाहिँ वाहवाही गर्ने धेरै युवाहरू आइहाल्छन्, धेरै चाहिँ युज नै भनौँ त्यस्तो भइहाल्छ, तर पछि गएर उहाँहरूको भविष्य चाहिँ सुनिश्चित हुँदैन। कहिले यो पार्टीमा कहिले त्यो पार्टीमा गरिरहेको हुन्छ, खास गरी चुनावको बेला धेरै देख्नमा आउँछ। तपाईँ राजनीतिक अहिलेसम्म गरिराख्नु भएको छ, भविष्यमा पनि गर्नुहुन्छ, तर भविष्यमा त्यो यो युवाको राजनीतिकमा चाहिँ भविष्य छ? एकदम राम्रो प्रश्न हजुरले गर्नुभयो। जो युवाले राज्यको भविष्य सोचेर राजनीति गर्छ ती युवाको भविष्य छ। र जो युवाले चाहिँ आफ्नो भविष्य आफ्नो परिवारको भविष्य सोचेर राजनीति गर्छ उसको भविष्य छैन, अन्धकार छ। यो जुन हजुरले भन्नुभयो नि एउटा पार्टीबाट अर्को पार्टीमा जान्छन्, यहाँ छोडिदिन्छन्, त्यहाँ छोडिदिन्छन्, यो पद छोडिदिन्छन्, एउटा यी व्यक्तिहरू भनेको राज्यको भविष्य सोचेर राजनीति गरिरहेका व्यक्तिहरू होइन, यिनीहरू आफ्नो भविष्य सोचेर राजनीति गरिरहेका हुन्। ती युवाहरूको भविष्य, अनि यो युवा अवस्था हजुरको मेरो युवा अवस्था चाहिँ यो सधैँ रहिरहन्छ त? सधैँ रहँदैन। एक समयमा अब जस्तो म पनि युवा होइन भन्छु नि त मैले, होइन, भनेपछि कुनै पनि युवा जो राजनीतिमा जान्छ उसले पहिलो कुरा राज्यको भविष्य सोच्नुपर्छ र उसले आफ्नो क्रेडेन्सियल म भित्र भएको क्षमता कति छ भन्ने कुरा बुझ्नु पर्यो र मैले कति क्षमता वृद्धि गर्दै लग्नुपर्छ भन्ने कुरा बुझेर गम्भीर गरेर गयो भने त पक्कै पनि राज्यलाई हित हुने काम छ। राज्यलाई हित हुने काम जब हुन्छ तब जनताले तपाईँलाई सधैँ सम्मान दिन्छ के। भनेपछि युवाले आफ्नो सम्मान कहाँ गुमाइरहेका छन्, युवा राजनीतिमा कहाँ फेल भइरहेका छन् भन्दाखेरि जनताले एक समय पत्याइदिन्छन्, त्यसपछि युवाले राज्यको नसोचेर आफ्नो सोच्छ, त्यतिखेर जनताले सम्मान दिन छोड्छन्। अनि त्यहाँ चाहिँ म भौतारी, म हराएँ, म राजनीतिमा आएर बर्बाद भएँ भन्ने धेरैजना छन्। होला केही युवाहरू अन्यायमा पनि पर्यो होला, तर अधिकांश युवाहरू चाहिँ बढी आफ्नो सोचेर बढी इकोनोमिकली एम्बिसियस भएर आज राजनीतिले चाहिँ मलाई पैसा, पावर, सम्पूर्ण लग्जरी, यो संसारका सम्पूर्ण
आरामदेही कुराहरू दिन्छ भन्ने सोच लिएर गएका हुन्छ। त्यो फन्डामेन्टली आधारभूत हिसाबले नै राजनीतिको बारेमा गलत विश्लेषण गरेका युवाहरूलाई चाहिँ राजनीतिले साइड इफेक्ट दिन्छ। तपाईँ आज यो जनकपुर हजुर साहित्य महोत्सव कार्यक्रममा सहभागी हुन भन्नुभएको होइन? यो साहित्य महोत्सव जुन एउटा हाम्रो मिथिलाको कल्चरलाई लिएर त्योमा चाहिँ विषयवस्तुमा चाहिँ चर्चा हुन्छ, परिचर्चा हुन्छ, त्यसपछि राजनीतिक हरेक कुरामा। तर कतिको तपाईँ सुनिश्चित हेरिराख्नु भएको छ यताको कलाकार, यताको जुन धरापमा परिसकेका छन् साहित्यकारहरू, धेरै ठुलो ठुलो कविहरू कसरी यो बच्न सक्छन् र यो यहाँ चाहिँ के भन्न चाहनुहुन्छ यो मिथिलाको कल्चरको बारेमा? मलाई कस्तो लाग्छ भन्दाखेरि यो कला साहित्य होइन सङ्गीत यिनीहरू भनेको कुनै पनि समाजको ऊर्जा हो हजुर होइन। एनर्जी तपाईँले देख्न सक्नुहुन्छ एनर्जी भन्ने कुरा त हामीले ट्यान्जिबल छ नि त। यो टेबल बेन्च लुगा भित्ता ट्यान्जिबल छ कि भनेपछि कुनै पनि समाजमा तपाईँले बिल्डिङ देख्न सक्नुहुन्छ, अफिस देख्न सक्नुहुन्छ, स्कुल देख्न सक्नुहुन्छ। तर जुन एनर्जी भन्ने कुरा छ नि मलाई लाग्छ त्यो कला क्षेत्रले त्यो समाजलाई एनर्जी दिन्छ। के को एनर्जी दिन्छ? त्यो समाजलाई ग्रो गर्ने एनर्जी दिन्छ, त्यो समाजलाई चलायमान बनाउने एनर्जी दिन्छ होइन। र अहिलेको हाम्रो सामाजिक अवस्था कस्तो छ भन्दाखेरि आपमा छ नि, हामी सबै मान्छौँ हामी एकअर्काप्रतिको रेस्पेक्ट हराउँदै गएको छ, नैतिक धरातल छोड्दै गएका छन् होइन। अब जस्तै युवाहरू राजनीतिमा गएका छन् राज्यको हित नसोचेर आफ्नै हित सोचेर गएर। यी सम्पूर्ण कुराहरूले के देखाइएको छ भन्दाखेरि कहीँ न कहीँ हाम्रो समाजमा यो जुन एनर्जी कम्पोनेन्ट छ नि त्यसलाई चाहिँ हामीले नेग्लेक्ट गर्दै गर्दै गएको हो कि भन्ने कुरा पनि यो पनि इन्डिकेसन हो कि भन्छु। यो साहित्य भन्ने कुरा मिथिला साहित्य भनौँ अथवा जनकपुरको साहित्य कला यसलाई हामीले जति प्रमोट गर्छौँ नि यो अहिले देखिँदैन, तर यसको ठुलो इफेक्ट छ समाजमा। यो समाजलाई एक राख्नको लागि, यो समाजलाई अझ मजबुत अझ सिभिलाइज बनाउनको लागि होइन। र हाम्रा पुर्खाहरूले हामीलाई छोडिदिनु भएका भनौँ न नलेज ट्रान्सफर गर्नको लागि, कल्चरल नलेज ट्रान्सफर गर्नको लागि, मोरल नलेज ट्रान्सफर गर्नको लागि, सोसियल नलेज ट्रान्सफर, यो ठुलो सम्पत्ति चाहिँ हामीले नलिरहेको अवस्था छ। त्यो लिदिने माहौल बनाउने कामै साहित्य कला क्षेत्रको। यसलाई चाहिँ हामीले सम्मान गर्नुपर्छ र यो हुँदै जान्छ यदि यस्ता कार्यक्रमहरू चाहिँ बढाउन सक्छ भन्ने मेरो सोच। हजुर यहाँको भविष्यको अब रणनीति के रहेछ? मेरो भविष्यको रणनीति के हो भन्दाखेरि म जुन ठाउँमा छु र जुन ठाउँमा जानेवाला छु त्यो ठाउँमा म आफू र आफूले जसलाई सर्भ गर्ने हो उनीहरूप्रति न्याय गर्दै जान्छु। अब 100% न्याय कसैले पनि गर्न सक्दैन यो समाजमा होइन। तर हामीले चाहिँ सक्दो बढी न्यायको सिद्धान्तमा चाहिँ आफूलाई राख्नुपर्छ र त्यो सिद्धान्तको साथ चाहिँ म समाज रूपान्तरणमा मेरो प्रत्यक्ष भूमिका देखियोस् रहोस् र मेरो भूमिकाले म जस्ता धेरैजनालाई अथवा मभन्दा पनि धेरै कमजोर ब्याकग्राउन्डबाट आउने व्यक्तिहरूलाई चाहिँ प्रेरणा बनोस् भन्ने चाहनाको साथ म मुभ गर्छु। यही मेरो स्ट्रेटेजी हो। हस् धेरै धेरै धन्यवाद। बहुत बहुत धन्यवाद देव सावन जी हमरा सबके कार्यक्रम में आइब एतेक बेस्ट के बावजूद भी जेना कि जनकपुर साहित्य महोत्सव भ रहल अछि ओहिमे सहभागी होबाक लेल आयल छलखिन, लेकिन तत्पश्चात हमरा सबके समय निकाल कऽ विभिन्न विषय पर बातचीत केलखिन। हुनका हृदय से धन्यवाद दे। ई टू टॉक कार्यक्रम से हम विदा लेत। नमस्कार।